साथीहरु पर्खाइको घडी समाप्त भएको छ। तपाईहरु पनि 2081 मा एसई रिजल्ट दिनु भएको छ भने तपाई चाहिँ सही च्यानलमा आउनु भएको छ। तपाईले चाहिँ चेक गर्न सक्नुहुनेछ आफ्नो एसई को रिजल्ट 2081 मा जुन तपाईले चाहिँ दिनुभयो। र साथीहरु एसई यहाँ तपाईको चाहिँ कान्तिपुर रिजल्ट छ, यहाँ तपाई चाहिँ क्लिक गर्नु होला। र साथीहरु यहाँ क्लिक गरेपछि तपाई यहाँ चाहिँ हेर्न सक्नुहुन्छ एसई रिजल्ट 2081 चेक अनलाइन इन नेपाल। साथीहरु तपाईले चाहिँ यसमा चाहिँ क्लिक नगर्नु होला, तपाईले चाहिँ यसमा क्लिक गर्नुपर्ने हुन्छ एसई रिजल्ट 2081 अनलाइन, यहाँ क्लिक गर्नु होला साथीहरु। र यसको चाहिँ अलि रुल्स अलि फरक रहेको छ साथीहरु। तपाईले चाहिँ कसरी हेर्न सकिन्छ यहाँ तपाईहरुले चाहिँ म भन्दैछु, तपाईहरु चाहिँ गर्नु होला साथीहरु। यहाँ तपाईले चाहिँ सिम्बल नम्बर तपाईले चाहिँ राख्नु पर्ने हुन्छ, तपाईको चाहिँ सिम्बल नम्बर कति छ। त्यसपछि तपाईले चाहिँ लास्टमा अल्फाबेट तपाईको हुन्छ ए बी सी डी ई एफ जी एच, जुन अल्फाबेट हुन्छ त्यो राख्नु होला। यहाँ सिम्बल नम्बर राख्नु होला, त्यसपछि अल्फाबेट, त्यसपछि तपाईको फुल नेम, तपाईको चाहिँ फुल नेम के हो, तपाईले चाहिँ एसई दिँदाखेरि तपाईको चाहिँ एडमिट कार्डमा परिचय पत्र तपाईको चाहिँ प्रवेश पत्रमा जुन तपाईको चाहिँ नाम थियो त्यो नाम राख्नु होला। त्यसपछि साथीहरु तपाईको यहाँ चाहिँ नम्बर राख्नु होला, मोबाइल नम्बर। र मोबाइल नम्बर राखेपछि साथीहरु तपाईले यहाँ चाहिँ सिलेक्ट डिस्ट्रिक्ट, अब तपाई चाहिँ कुन डिस्ट्रिक्टको तपाई चाहिँ हुनुहुन्छ त्यो डिस्ट्रिक्ट तपाईले चाहिँ राख्नु होला। यति गरेपछि साथीहरु तपाईले चाहिँ यहाँ सबमिट गरिदिनु होला। सबमिट गरेपछि साथीहरु तपाईको चाहिँ विदिन अ सेकेन्डमा तपाईको चाहिँ रिजल्ट एसई को रिजल्ट तपाईको चाहिँ यहाँ तपाईको चाहिँ शो हुन्छ, जीपीएम आउँछ। र अहिले तपाईको चाहिँ मार्कसिट साथीहरु अहिले चाहिँ आउँदैन, मार्कसिट आउन तपाईको चाहिँ 1 घण्टा जति अहिले चाहिँ लाग्छ। अनि वेबसाइटहरु अलि चाहिँ अहिले ह्याङ छ, अहिले चाहिँ सर्भर डाउन छ। कमिङ सुन हरेक वेबसाइटमा चाहिँ लेखिएको छ। तपाईहरु चाहिँ त्यही प्रोसेस गर्नुलाई अहिले म जुन प्रोसेस तपाईहरुलाई चाहिँ सिकाएर साथीहरु अर्को प्रोसेसबाट पनि हामीले चाहिँ हेर्न सकिन्छ। र यो प्रोसेसबाट तपाईको चाहिँ अहिले चाहिँ सार्वजनिक भएको छैन, ntc.net.np, यहाँ तपाईले चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। र यहाँ क्लिक गरेपछि साथीहरु अब तपाई यहाँ चाहिँ हेर्न सक्नुहुन्छ एसई रिजल्ट 2081 कमिङ सुन। यहाँ तपाईको चाहिँ यो तपाईको चाहिँ 1 घण्टा तपाईको चाहिँ 1 घण्टा 1.5 घण्टामा तपाईको चाहिँ यहाँ चाहिँ अब शो भइहाल्छ। त्यसपछि साथीहरु तपाईले चाहिँ यहाँबाट पनि तपाईले चाहिँ मार्कसिट हेर्न सक्नुहुन्छ। यहाँ तपाईको चाहिँ दिएको छ र तपाईको अहिले चाहिँ यो कुनै पनि अहिले चाहिँ वेबसाइटहरु चलिराखेको छैन। र साथीहरु जुन प्रोसेस तपाईहरुले चाहिँ अहिले म सिकाए त्यही प्रोसेसबाट तपाईहरु चाहिँ मज्जाले एसई को रिजल्ट आफ्नो हेर्नु होला। र आफ्नो साथीभाइहरुमा पनि यो तपाईले चाहिँ यो भिडियोलाई शेयर गरिदिनु होला ताकि उहाँहरुले पनि आफ्नो रिजल्ट हेर्न सकोस्। र साथीहरु फेरि म तपाईहरुको लागि मैले चाहिँ भिडियो अपलोड गर्नेछु जुन तपाईको चाहिँ अहिले चाहिँ मार्कसिट अहिले चाहिँ सार्वजनिक भएको छैन। जुन मार्कसिट सार्वजनिक हुन्छ त्यो भिडियो कसरी हामीले चाहिँ कसरी हेर्ने मार्कसिट त्यो भिडियो पनि मैले चाहिँ सार्वजनिक गर्नेछु।